ल स्वागत छ तपाईहरुलाई हाम्रो पार्ट 2 मा। पार्ट 1 मा हामीले के पढ्यौं भन्दाखेरि रेटलाई युज गरेर एक्सचेन्ज गर्न सिक्यौं है। एक्सचेन्ज गर्न टपिकको नामै मनी एक्सचेन्ज भनेपछि एक्सचेन्ज गर्न सिकिसक्यौं रेटलाई युज गरेर। यदि तपाईलाई चाहिएको रेट क्वेशनले गिभन छ भने के गर्ने, मल्टिप्लाई गरिदिनुस्। चाहिएको रेट गिभनमा छैन भने नो नट गिभन देन डिभाइड गरिदिनु। सिम्पल है, एकदम सजिलो छ। यो पनि बुझिदैन भने चाहिँ म केही पनि गर्न सक्दिन। अर्को कुरा पढ्यौं हामीले चेन रुल पढ्यौं। चेन रुलमा के थियो, सिम्पल मिलाएर लेख्ने। ए इक्वल टु बी हुन्छ, यही बी तल आएर बी इक्वल टु सी हुन्छ, सी तल आएर ए हुन्छ, ए बाट स्टार्ट भयो, ए बाट एन्ड भयो, सक्यो है। र यसको टाइपको क्वेशनहरु गर्ने आउँछ, सजिलो छ, यो बच्चाले गर्ने। अब हामी अलिकति अगाडि बढेर पढ्छौं। हाम्रो यो च्याप्टर भरि सबैभन्दा इम्पोर्टेन्ट भनेको रेट हो। यसमा चाहिँ एकदमै ध्यान दिनुपर्छ हामीले। रेट मजाले बुझ्यो, रेटलाई युज गर्न आयो भने च्याप्टर सक्यो। 4 मा 4 गोजीमा आयो भन्दा हुन्छ है। रेटलाई युज गर्न आयो भने सक्यो। अब रेटबाटै हो सबै कुरा हुने है। मैले फेरि पनि भने रेटबाटै हो सबै कुरा हुने। अब हेरौँ है, सधैँ पैसाको रेट एउटै हुँदैन है। $1 भनेको सधैँ रुपीज 160 छ भने कहिले यो $1 भनेको इन्क्रिज भएर 180 पनि हुन सक्छ, कहिले यही $1 भएर घटेर 140 पनि हुन सक्छ क्या। डलरको भाव मार्केटमा सधैँ एउटै हुन्छ भन्ने छैन। अब यो घटबढ हुनुमा धेरै कारण हुनुहुन्छ। जस्तै कि कोरोना आयो हैन, इकोनोमीमा केही त्यस्तै खालको, जस्तै वार चलिरहेको, त्यसले गर्दा नि इकोनोमीमा असर गर्छ। त्यसले गर्दा नि पैसाको गरिबी बढ्यो हैन, अथवा बिजनेसमा ठुल्ठुलो बिजनेसहरु एक्सपान्सन भयो भने त्यसले गर्दा इकोनोमीमा एउटा ठुलो असर पर्छ। त्यस्तो कुराले पनि असर गर्यो। अरु थुप्रै कुरा छ, तर यो हामीलाई म्याथमा चाहिदैन। जेसुकै होस्, कि बढोस् कि घटोस्, जुनसुकै कारणले बढोस् घटोस् हामीलाई मतलब भएन। हामीलाई चाहियो के भन्दाखेरि यदि बढ्यो भने के गर्ने हैन, र घट्यो भने के गर्ने मात्रै चाहियो क्या। किन बढ्यो किन घट्यो त्यो हाम्रो सरोकारको विषय भएन। गर्न आउनु पर्यो, क्वेशन गर्न आउनु पर्यो। के भन्दाखेरि रेटलाई युज गर्नु पर्यो। फेरि भने रेटलाई युज गर्न आउनु पर्यो। यहाँमै यदि रेटको भ्यालु इन्क्रिज भयो, इन्क्रिज हुँदैछ, यदि रेटको भ्यालु डिक्रिज हुँदैछ, यो दुईटा हुँदाखेरि के गर्ने भनेर यो सिक्नु पर्यो है। अनि एकदम ध्यान दिनु, यो लास्टै इम्पोर्टेन्ट हो। यो आएपछि एकदम सक्यो भन्दा हुन्छ है। रेटको भ्यालु इन्क्रिज हुँदा के गर्ने? इन्क्रिज भनेको के हो? हामीले यसलाई भन्छौँ यहाँ यसको टर्ममा रिभ्यालुएसन भनेर भन्छौँ। रिभ्यालु भयो भने रिभ्यालुएसन। डिक्रिज भनेको डिभ्यालुएसन भनेर भन्छौँ है। डिभ्यालुएसन। रेट भनेको कि इन्क्रिज हुन्छ त्यसलाई रिभ्यालुएसन भन्छौँ, डिक्रिज हुन्छ डिभ्यालुएसन भन्छौँ। र के गर्ने? बढ्दा के गर्ने, घट्दा के गर्ने? ल लेट्स से सुरुको रेट थियो $1 भनेको रुपीज 160 छ अरे। लेट्स से सुरुमा हामी इन्क्रिजको केस गरौँ। इन्क्रिज भयो भने रिभ्यालुएसन भयो अरे, यो रिभ्यालुएसन भयो अरे। रिभ्यालुएसन भयो अरे 10% ले। 10% रिभ्यालुएसन भनेपछि के हो? रिभ्यालुएसन भनेको इन्क्रिज हुनु, प्लस हुनु, तर गर्दा चाहिँ माइनस गर्ने, उल्टो गर्ने क्या, माइनस गर्ने। डिभ्यालुएसन भनेको के हो? घट्नु, तर रेटमा गर, रेटमा है। यो केमा माइनस गर्ने त? रेटमा गर्ने, रेटमा माइनस गर्ने भनेर बुझ्नु पर्यो। बुझ्यो? डिभ्यालुएसन भनेको के हो? माइनस हो, घट्नु, तर रेटमा के गर्ने चाहिँ रेटमा प्लस गर्ने, सजिलो छ। त्यसको लागि के गर्ने भन्दाखेरि सुरुमा क्वेशनले जे रेट देख्यो त्यो सार्ने। $1 इक्वल्स टु रुपीज 160 गर्ने। रिभ्यालुएसन भनौँ। रिभ्यालुएसन भनेको के हो? 10% छ। रिभ्यालुएसन भनेको इन्क्रिज हो, तर रेटमा के गर्ने? माइनस गर्ने, माइनस 10% गरिदियो यसमा, 10% गरिदियो, माइनस गरिदियो। तर यहाँ के छ? नम्बर र यो घट्छ, घट्दैन भने अफ के गर्नु पर्यो? 160 गर्नु पर्यो कि परेन? यो मैले सिकाइसकेको छ है। अब कति आउँछ यो? रुपीज 160 माइनस 10 डिभाइड बाई 100 इन्टु 160 गर्ने। 00 काट्यो, 00 काट्यो, यो भने कति हुन्छ? 144 हुन्छ।
है। यहाँनिर के गर्यौं भन्दाखेरि हामीले रिभ्यालुएसन भनेको इन्क्रिज हुनु हो, तर रेटमा गएर माइनस गर्ने अरे। रेटमा हामीले माइनस गर्छौं। यो रेट सार्यौं सुरुमा, यति रेट सार्यौं, गिभन थियो क्वेसनमा, गिभन थियो यो रेट सार्यौं, यसमा माइनस 10% गर्दियौं हामीले है, माइनस 10% गर्दियौं अफ 160 नै गर्ने, त्यसै गर्छ। पर्सेन्टलाई घटाउन बढाउन मैले सिकाइसकेको छु है। जस्तै कि स्यालेरी 10,000 थियो, यसमा 10% ले बढाउँ, यहाँ प्लस 10% गर्ने हो। अनि पर्सेन्ट र यो जोड घटाउ त हुँदैन नि त, त्यही भएर अफ 10,000 गर्नुपर्छ क्या। यसरी हो क्या पर्सेन्टलाई, पर्सेन्टसँग खेल्ने भनेको हामीले। लेट से यहाँ 10,000 छ मेरो स्यालेरी, घटाउ 5%, माइनस 5% गर्ने हो। अब यो नम्बर छ, यो पर्सेन्ट घट्छ घट्दैन नि, त्यो अफ टोटल गर्नुपर्छ। टोटल कति छ यहाँ 10,000 छ, अनि यसरी गर्ने हो। यहाँ हामीले सिकिसकेको छ मजाले, आउँछ पनि। मैले के भनेको भन्दाखेरि सिम्पल, क्वेसनले रिभ्यालुएसनको रेट दियो भने त्यो भनेको इन्क्रिज हुनु, रेटमा गएर माइनस गर्ने। क्वेसनले डिभ्यालुएसन दियो भने रेटमा गएर प्लस गर्ने। यति कुरा मात्रै बुझ्ने है, यति कुरा बुझ्ने सुरुमा। अब इक्जाम्पल दिन्छु म, इक्जाम्पल दिन्छु। लेट से ल फेरि एउटा 1 पाउन्ड भनेको रुपिस 160 छ अरे है। क्वेसनले यो रेट गरेर पछि गएर डिभ्यालुएट भयो भनेर भनौँ, डिभ्यालुएट भयो, कतिले डिभ्यालुएट भयो, 10% डिभ्यालुएट भयो भनेर भनौँ है। अब यसको नयाँ रेट निकाल्नु पर्छ। यो ओल्ड रेट हो कि न, ओल्ड रेट भयो यो है। डिभ्यालुएसन रिभ्यालुएसन भएर न्यू रेट आउँछ क्या। के हुन्छ भन्दाखेरि एउटा ओल्ड रेट हुन्छ, यहाँ ओल्ड रेट हुन्छ, त्यसमा कि रेटमा प्लस हुन्छ कि माइनस हुन्छ भएर न्यू रेट आउँछ क्या, न्यू रेट आउँछ। अब यो न्यू रेट निकाल्न सिकिरहेको छु क्या म, न्यू रेट निकाल्न सिकाइरहेको छु। ओल्ड रेटमै प्लस माइनस भएर न्यू रेट आउने हो क्या। ओल्ड रेटमा प्लस माइनस न्यू रेट आउने हो। ओल्ड रेट कति छ यहाँ, यहाँ 1 पाउन्ड भनेको 160 छ नि। डिभ्यालुएसन भनेको के हो, माइनस हुनु, तर रेटमा गएर के गर्नुपर्छ हामीले, रेटमा गएर माथि नोटमा हेरौँ, रेटमा गएर प्लस गर्ने हो कि हैन, रेटमा गएर प्लस गर्ने हो। रेटमा गएर प्लस गर्ने। सुरुमा ल रेट कति छ, 1 पाउन्ड इक्वल टु रुपिस 160 छ कि छैन। रेटमा गएर प्लस गर्ने भएपछि प्लस कति गर्ने, 10% ले बढायो भने 10% गर्दियो है, 10% गर्ने। अब यो 160 मा 10% जोडिन्छ जोडिदैन, अफ के गर्नु पर्यो, 160 गर्नु पर्यो कि परेन। बुझ्यो होला सायद सबले, सिम्पल छ, केही त भने हैन मैले। ओल्ड रेट दिन्छ एउटा, अब त्यसमा रिभ्यालुएसन कि डिभ्यालुएसन भएर न्यू रेट आउँछ क्या। अब त न्यू रेट चाहिँ कसरी निकाल्ने सिकाइरहेको छु मैले। न्यू रेट निकाल्न सुरुमा ओल्ड रेटलाई सार दिने, प्लस छ भने प्लस गर्ने, माइनस छ भने माइनस गर्ने है। जस्तो यही केसमा अब रिभ्यालुएसन भनेको भए, रिभ्यालुएसन भनेको भए 5% ले भनेको भए के हुन्थ्यो भन्दाखेरि, सुरुमा रिभ्यालुएसन भनेको त के हो, प्लस हुनु हो, तर गर्छौँ हामी माइनस, रेटमा गएर माइनस गर्छौँ। रेटमा गएर माइनस गर्छौँ भने रेट कति छ, 1 पाउन्ड इक्वल्स टु रुपिस 160 छ कि छैन। रेटमा गएर माइनस गर्नुको कारण यहाँ माइनस गर्ने, कति 5% यसरी। अब मैले भन्छु यो नम्बर र पर्सेन्ट सिधै घट्न मिल्छ, मिल्दैन भने चाहिँ अफ कति गर्नु पर्यो, अफ टोटल कति 160 गर्नु पर्यो कि परेन भनेपछि यो गरेर कति एउटा न्यू रेट आउँछ। कसरी गर्ने, यो रुपिस 160 आयो, माइनस 5% अफ 160 को 5% भनेको 8 हो, 8 मा 160 घटाउँदाखेरि 152 आउँछ, रुपिस 152 भनेपछि न्यू रेट कति भयो। अब न्यू रेट कति भयो, अब हेरौँ त, 1 पाउन्ड इक्वल्स टु रुपिस 150 भयो क्या, नयाँ रेट आयो क्या नि, यो न्यू रेट भयो। बुझ्यो। अब यही न्यू रेट युज गरेर अब कन्भर्ट गर्ने। रेटलाई युज गरेर कन्भर्ट गर्न त हामी एक्सपर्ट भइसकेको छौँ नि अघि। कसरी कन्भर्ट गर्ने रेटलाई युज गरेर भन्दाखेरि, कति भन्नु यो कुरा त, रेटलाई युज गरेर एक्सचेन्ज गर्न त आउँछ है सबैलाई, यो चाहिँ आउनै पर्छ है, यो आउँदैन भने चाहिँ गाह्रो हो। रेटलाई युज गर्न कि मल्टिप्लाईमा हुन्छ कि डिभाइडमा हुन्छ। कति बेला मल्टिप्लाई हुन्छ, क्वेसनले गिभन छ भने मल्टिप्लाई हुन्छ, यदि नट गिभन छ भने डिभाइड हुन्छ। यो तिमीले बुझेको छ, सिम्पल, सक्यो त, लेसनै सकिसक्यो। अब हेर त, रिभ्यालुएसन डिभ्यालुएसन भनेको के हो भन्दाखेरि, यहाँ हेरौँ, रेट सधैँ एउटै हुँदैन, बुझ्ने कुरा, कि त्यो रेट बढ्छ कि घट्छ है। रेट बढ्नु भनेको रिभ्यालुएसन हो, क्वेसनमा रिभ्यालुएसन दियो भने त्यो भनेको बढ्नु हो, तर गर्न चाहिँ हामी घटाउँछौँ त्यहाँनिर है। क्वेसनले डिभ्यालुएसन दियो भने त्यो भनेको घट्नु हो, तर हामी बढाउँछौँ, ठिक्क उल्टो गर्छौँ क्या, गर्ने बेला उल्टो गर्छौँ। बुझ्यौ। अनि अब त्यो रेटमा कसरी प्लस गर्ने कसरी माइनस गर्ने मैले यहाँ गरिदिएको छु है। ओल्ड रेटमा
प्लस माइनस गरेर न्यू रेट आउँछ। यो प्लस माइनस भनेको त्यही रिभ्यालुएसन भएर डिभ्यालुएसन भएर प्लस माइनस गरेर न्यू रेट आउँछ। न्यू रेट कसरी निकाल्ने भनेर सिकेको हामीले, यत्रो भाषण मैले त्यसकै लागि दिएको हो। त्यसको लागि न्यू रेट निकाल्नलाई सुरुमा ओल्ड रेट सार्ने, त्यसमै माइनस प्लस गरिदिने। यहाँ हेर माइनस प्लस गरिदिने, यी माइनस प्लस गरिदिने। तर नम्बर पर्सेन्ट र नम्बर हुँदैन भने अफ भएर यसरी गरिदिनु पर्यो क्या। अफ गर्नै पर्छ नि त पर्सेन्ट र नम्बरमा लान। त मैले के भन्थेँ है। यति कुरा बुझेपछि धेरै कुरा बुझ्यौँ हामीले। अब कुरा गरौँ हामी कमिसनको पनि कुरा गरिदिइहालौँ है, आइहाल्यो। कमिसनको काम चाहिँ लास्टमा आउँछ कि सजिलो छ कमिसनको। म धेरै कुरा गर्दिनँ, कसरी आयो मात्रै गरिदिन्छु है। यदि क्वेसनले पे भन्छ भने कमिसनलाई जोड्नु पर्यो हैन, रिसिभ भन्छ भने माइनस गर्नु पर्यो क्या। यो कमिसन भनेको सधैँ पनि तिमीलाई पर्सेन्टमा दिन्छ क्वेसनले। ल यो कुरा है, प्लस र माइनस कुरा गर्छौँ। तिमीहरूलाई यस्तो क्या, कुनै पनि पर्सेन्ट 20% हैन केही कुरामा जोड्दैछौ एड गर्दैछौ भने के गर्ने भन्दाखेरि नि, र यही कुरालाई माइनस गर्दैछौ भने कि लेस गर्दैछौ भने कसरी गर्ने भन्दाखेरि सिधै आएको एन्सर जस्तै 200 आएको छ भने 2000 आएको छ भने यसमा 20% एड कसरी गर्ने, प्लस 20% त गर्ने हो हैन। यसमै घटाउनु पर्यो भने 2000 माइनस 20% त घटाउनु पर्ने हो किन। तर यहाँ पर्सेन्ट र नम्बर त गर्न मिल्दैन नि त, त्यही भएर अफ टोटल अगाडि कति छ 2000 गर्नु पर्यो क्या। अफ यहाँ पनि 2000 गर्नु पर्यो, सिम्पल क्या। बुझ्यो यो? ल यति बुझेन भने चाहिँ गाह्रो पर्छ। र सबले एकचोटि दिमाग लगाएर सोध्ने, के आएन मलाई यसो मेसेज गर्दा हुन्छ। यति कुरा चाहिँ बुझ्नु पर्यो। यति दुईटा कन्सेप्ट अगाडिको र यो कन्सेप्ट बुझिसकेपछि यो च्याप्टरको तपाईले कति भन्दाखेरि 90% कन्सेप्ट सकिसक्यो। बुझ्यो? यति मैले समराइज गर्दाखेरि प्लस माइनस किन आयो, कसरी आयो, पैसाको दाम किन बढ्यो किन घट्यो भन्ने सरोकार छैन म्याथमा। हामी म्याथमा त पढ्ने आएको होइन, हामीले त हिसाब गर्न आएको, हिसाब गर्न आउनु पर्यो क्या। बुझ्यौ नि? किन बढ्यो किन घट्यो, हामी इकोनोमिक्स पढेको छैनौँ हामी हैन, हामी इकोनोमिक्सको स्टुडेन्ट होइन, पछि गएर पढ्नु। तर बढ्यो भने के गर्ने, हिसाब गर्दा चाहिँ के गर्ने भन्ने कुरा मैले बुझाइदिएको छु क्या। बुझ्यो? त्यो धेरै जान्नु पर्दैन। बढ्यो भने यो कारणले बढ्यो भन्ने थाहा चाहिएन तिमीलाई, तर बढ्दाखेरि यहाँ गर्दा चाहिँ के गर्ने त, क्वेसनमा बढेको आयो भने के गर्ने भनेर त्यो चाहिँ मैले सिकाइदिएको छु। एकचोटि पढ बुझ, कपीमा लेख्दै गर्ने, नआएको कुरा मलाई सोध्ने, यति चाहिँ हेर्नै पर्यो है। आई रिक्वेस्ट यु प्लिज।